हेलो नमस्ते सम्पूर्णमा। आज हामी आर्कम्यापको जेनरल इन्टरफेस हेर्न गइरहेका छौँ। हामीले चाहिँ आर्कम्याप इन्स्टल गरिसकेका छौँ। मैले सर्च बारमा आर्कम्याप भनेर लेखेँ। मसँग अहिले 10.8.2 भर्जन छ। मैले यसलाई ओपन गरेँ। ओपन गरेपछि मसँग यस्तो इन्टरफेस आएको छ। तपाईहरुको चाहिँ प्रेजेन्ट केही छैन होला। मैले चाहिँ यसलाई हटाइदिए एउटा ब्ल्याङ्क डकुमेन्ट ओपन गरेको छु। माथि देख्न सक्छौं अनटाइटल्ड आरम्याप भनेर लेखेर आएको छ। यसको नाम चाहिँ टाइटल बार हो। पहिला यसलाई हामीले सेभ गर्नुपर्ने हुन्छ। सेभ गर्यो भने चाहिँ यसमा जुन नामले सेभ गर्यो त्यही नाम आउँछ। पहिला हामी यो डकुमेन्टलाई सेभ गरौँ है। सेभ गर्नलाई चाहिँ यहाँ फाइल भन्ने लेखेको छ। फाइलमा जान्छु म। त्यसपछि हाम्रो सेभ भन्ने छ। सेभमा जान्छु। सेभ गरेपछि मैले यता कहाँ सेभ गर्ने हो भनेर मैले लोकेसनहरु दिनुपर्ने हुन्छ। अहिले मेरो केसमा चाहिँ दिस पीसी भित्र डी भित्र यो फोल्डर भित्र डे 1 भित्र मैले राखे। अब मैले यहाँ फाइलको नाम के राख्ने हो भनेर चाहिँ मैले इन्टरफेस भनेर मैले राखे अनि मैले सेभ गरिदिए। अब हेरौं हाम्रो नाम चाहिँ इन्टरफेस भनेर लेखेर आइसकेको छ। त्यसपछि हाम्रो फाइल एडिट भ्यू बुकमार्क इन्सर्ट सिलेक्सन ज्यू प्रोसेसिङ कस्टमाइज यो रोलाई चाहिँ हाम्रो मेनु बार भनेर भन्छ। हामीले एभ्री सेक्सनमा क्लिक गर्यो भने विभिन्न चाहिँ हामीसँग अप्सन अवेलेबल हुन्छ। जसरी फाइलमा क्लिक गर्यो भने चाहिँ यो फाइल ओपन गर्ने, सेभ गर्ने, एक्सपोर्ट गर्ने लगायतका कुराहरू यहाँ छन्। एडिटमा गयो भने चाहिँ कट कपी पेस्टका टुलहरू यहाँ छन्। भ्यूमा गयो भने चाहिँ डेटा भ्यू लेआउट भ्यूहरू विभिन्न यहाँ छन्। त्यस्तै हामीले कुन बेला के चाहिने हो भनेर हामीले आवश्यकता अनुसार यो काम गर्नुपर्ने हुन्छ। यो सेक्सनलाई टुल्स बार भन्छ। यो टुल बार भनेको चाहिँ एभ्री सिंगल टुलको एउटा स्पेसिफिक टास्क हुन्छ। यो टुलहरुलाई चाहिँ हामीले ड्र्याग पनि गर्न सक्छौं। यो टुल बारको अगाडिपट्टि सानो 4 डट्सहरु रहेको छ। त्यो डट्समा मेरो माउसको कर्सर लाने बित्तिकै ड्र्यागको अप्सन आएको छ। त्यसलाई मैले यसरी ड्र्याग गरेर तल ल्याए भने चाहिँ हामी देख्न सक्छौं स्ट्यान्डर्ड लेखेर आएको छ। सो यो टुल बारको नाम चाहिँ स्ट्यान्डर्ड टुल बार रहेछ। त्यस्तै मैले यसरी यसलाई ड्र्याग गरे टुल्स टुल बार। यो नाम यसको नाम चाहिँ टुल्स टुल बार रहेछ। यसलाई मैले ड्र्याग गरे स्न्यापिङ टुल बार रहेछ। यो चाहिँ एडिटर टुल बार रहेछ। यस्तै यसलाई हेर्नु चाहिँ लेआउट टुल बार रहेछ। यसलाई मैले यसरी कता हामीलाई सजिलो हुन्छ त्यसरी ड्र्याग गरेर लान पनि सकिन्छ। ल मैले यो यहाँ राखे। र यो बाहेक हामीसँग धेरै टुल्सहरु अवेलेबल हुन्छ। त्यसलाई हामीले चाहिँ खाली ठाउँमा यहाँ माथि कतै खाली ठाउँमा राइट क्लिक गर्यो भने चाहिँ हामीले त्यो देख्न सक्छौं। यो सबै टुल्स बारहरु हो। हाम्रो जहाँ चेक छ, जुन ठाउँमा चेक छ त्यो मात्रै अगाडि देखिएको हुन्छ। अनचेक भएको चाहिँ यहाँ देखिएको हुँदैन। जसरी मैले लेआउट भन्ने छ, मैले लेआउटमा क्लिक गर्यो भने अनचेक गर्यो भने चाहिँ हाम्रो यहाँबाट लेआउट हटिसकेको छ हैन। मैले फेरि ल्याउनु पर्यो भने चाहिँ लेआउटमा मैले क्लिक गर्छु, यहाँ आइसकेको छ। त्यस्तै हामीलाई चाहिने टुल्सहरु चाहिँ यहाँबाट हामीले ल्याउन र हटाउन पनि सकिन्छ। अहिले एटलिस्ट तपाईहरुले पनि एडिटर स्ट्यान्डर्ड टुल्स यति चाहिँ तपाईहरुले ल्याउनु पर्ने हुन्छ। यो हामीलाई काम लाग्छ। त्यसपछि हाम्रो यो टेबल अफ कन्टेन्ट भनेर रहेको छ। यसलाई मैले यसरी दायाँ बायाँ पनि कर्सरमा मुभ गराउन सक्छु, सार्न सक्छु। यो कहिलेकाहीँ हाम्रो चाहिँ यहाँबाट हट्छ। हट्यो भने चाहिँ विन्डोजमा गएर टेबल अफ कन्टेन्ट भन्ने छ अनि यहाँ डबल क्लिक गर्नु भनेपछि यो यता आफ्नै ठाउँमा आउँछ। टेबल अफ कन्टेन्ट्समा हामीले चाहिँ केही डाटाहरु, केही लेयरहरु एड गर्यो भने चाहिँ यहाँ हाम्रो देखिन्छ। यो चाहिँ हाम्रो म्याप क्यानभस अथवा म्याप विन्डो भनेर भन्छ। यो पोर्सनलाई हामीले विभिन्न लेयरहरु एड गर्यो भने चाहिँ त्यो स्पेशल डेटालाई चाहिँ यो एरियामा हाम्रो देखिन्छ। यो बाहेकको यो तल्लो सेक्सनलाई स्ट्याटस बार भनेर कोअर्डिनेट सिस्टमको आधारमा कोअर्डिनेट्सहरु डिस्प्ले हुन्छ। अहिले चाहिँ अननोन युनिट छ, हाम्रो कुनै पनि डेटा एड भएको छैन भनेर हामीले बुझ्न सक्छौं। अब सुरुमा हामी डेटा एड गरौँ। डेटा एड गर्नलाई हामीले यो प्लसको आइकन रहेको छ, यहाँबाट हामी जान सक्छौं। यो स्ट्यान्डर्ड टुल बारमा हुन्छ। तपाईको स्ट्यान्डर्ड टुल बार अफ छ, देखिएको छैन भनेपछि तपाईले के स्योर गर्नु पर्यो भन्दाखेरि खाली ठाउँमा राइट क्लिक गर्ने अनि हाम्रो स्ट्यान्डर्डमा टिक लाउनु पर्यो। टिक लगाएपछि यो अगाडि आउँछ अनि यहाँबाट एड गर्नुपर्छ। यो प्लसको साइन छ, यो एड डेटा भन्ने छ। यो बाहेकको हामीले यहाँबाट पनि एड गर्न सक्छौं। फाइलमा गएर एड डाटा भन्ने छ, यहाँबाट पनि हामीले
एड डाटा गर्न सक्छौँ। हेरौँ यहाँबाट पनि हामीले सेम आइकन देख्न सक्छौँ। यसले दुवैले एउटै काम गर्छ। ल जहाँबाट गरे पनि कुरो एउटै हो। मैले एड डेटामा गएँ। एड डाटामा गएपछि चाहिँ हामीले अब सुरुमा फोल्डर कनेक्ट गर्नुपर्ने हुन्छ। भनेको हाम्रो फोल्डर कहाँ छ, डाटा फाइलहरू कहाँ छ भनेर हामीले एड गर्नुपर्ने हुन्छ। जसको लागि यो फोल्डरमा प्लस लेखेको छ कनेक्ट टु द फोल्डर भन्ने, यसमा मैले क्लिक गर्छु। यसमा क्लिक गरेपछि मेरो डाटा कहाँ छ त त्यो फोल्डर चिनाउनु पर्ने हुन्छ। मेरो डी भित्र अनलाइन जीएस भित्र डे 1 भित्र रहेको छ। मैले डे 1 भन्ने फोल्डरमा क्लिक गरेको छु है। फोल्डरको नाम चाहिँ डे 1 भन्ने फोल्डरमा क्लिक गरेको छु अनि ओके गरिदिएको छु। ठिक छ। अब मेरो यो कहाँको पाथ खुलाएको त डी ड्राइभ भित्र अनलाइन जीएस भित्र डे 1 को पाथ भित्रको जुन फोल्डर छ त्यो खुलाएको छ। अब मेरो डाटा चाहिँ नेपाल डाटा भन्नेमा छ। मसँग बाउन्ड्री, डिस्ट्रिक्ट, लोकल लेभल, प्रोभिन्स भन्ने 4वटा सेभ फाइलहरू रहेका छन्। मैले अहिले 4वटालाई यसरी सिलेक्ट गरेँ अनि एड गरेँ। यसरी एड गर्दाखेरि हेरौँ हाम्रो टेबल अफ कन्टेन्टमा हाम्रो 4वटै लेयरहरू एड भइसकेका छन् र राइट साइडमा चाहिँ हामीले के देख्न सक्छौँ त हाम्रो डाटा देख्न सक्छौँ। अघि यहाँ अननोन युनिट्स आएकोमा अहिले मिटरमा देखाएको छ भनेको हाम्रो कुनै डाटाको प्रोजेक्टेड कुनै सिस्टममा हाम्रो डेटा छ भनेर बुझ्न सक्छौँ। अब डिस्ट्रिक्ट लेभल है हाम्रो 4वटा यसरी अनचेक गर्न सक्छौँ। सबभन्दा माथि डिस्ट्रिक्ट लेभल छ, यो डिस्ट्रिक्ट वाइजको डेटा छ। मैले त्यसपछि लोकल लेभलको डेटा पनि छ, त्यो पछि प्रोभिन्स लेभलको डाटा छ र लास्टमा चाहिँ बाउन्ड्री लेभलको एउटा सिंगल पोलिगनको डेटा छ। यसमा हामीले कुन डेटामा काम गर्ने हो त्यसलाई चाहिँ चेक गर्नु पर्यो। अरूलाई अनचेक गर्दा पनि भयो अथवा चेक गर्दा पनि भयो। अब जसरी टेबल अफ कन्टेन्टमा यो जो फर्स्ट आइकन छ लिस्ट बाई ड्रइङ अर्डर भन्ने एउटा छ, त्यसपछि लिस्ट बाई सोर्स भन्ने छ है। यो सोर्समा चाहिँ हाम्रो यो डेटा लेयरहरू कुन फोल्डरमा छ भन्ने कुरोहरू चाहिँ यहाँ बताउँछ, सोर्स अनुसारले बताउँछ। यो चाहिँ भिजिबल र अनभिजिबल कुन छ भन्ने कुरा हो। अहिले हाम्रो सबैमा टिक गरेका छौँ, सबै भिजिबल छ है। मैले बाउन्ड्री भन्ने लेभल सबैलाई माथि हेर्न चाहन्छु भने चाहिँ यसरी मैले माथि ड्र्याग गरेर पनि तल माथि लान सकिन्छ। तर यो ड्र्याग गर्दाखेरि चाहिँ हाम्रो यहाँ टिक लाउनु पर्यो है। हामीले यहाँबाट चाहिँ हामीले ड्र्याग गर्न सक्दैनौँ। सो लिस्ट बाई ड्रइङ अर्डरमा टिक लागेको हुनुपर्छ। ल अब हाम्रो यो डेटाहरू के छ भनेर हामी इन्फर्मेसन बुझ्नुपर्ने हुन्छ। एउटा डिस्ट्रिक्ट लेभलमा जाउँ हामीले। यसमा एउटा हामीले माउसको कर्सरलाई यसरी माथि तल रोल गर्यो भने चाहिँ हाम्रो डेटा जुम इन जुम आउट हुन्छ। हामीले यहाँबाट पनि काम गर्न सक्छौँ। यसरी जुम इन गर्यौँ अनि यसरी जुम आउट गर्यौँ। यसको यो पेनले चाहिँ हामी डेटाहरूलाई यसरी मुभ गराउन सक्छौँ र कहिलेकाहीँ मुभ गर्दाखेरि हाम्रो डेटा हराउँछ होइन, बक्समा हुँदैन। त्यो बेला चाहिँ हामीले यो लोगोको आइकन जस्तो छ फुल एक्सटेन्ड भन्ने, मैले यहाँ क्लिक गरेँ भने चाहिँ हाम्रो डेटा ठ्याक्कै म्याप विन्डोमा डिस्प्ले हुन्छ। हेरौँ यसरी डेटा हाम्रो कतै भएको छ अथवा यो धेरै लेभलको जुम आउट भयो होइन, एकदम सानो जुम आउट भयो। यहाँ क्लिक गरेपछि जुम एक्सटेन्ड लेभलमा जुम हुन्छ। र यो अर्को कुरा चाहिँ यहाँबाट पनि गर्न सकिन्छ। यो जसरी यता गयो भने चाहिँ अहिले डिस्ट्रिक्ट लेभलमा हामी काम गरिरहेको छ भने चाहिँ डिस्ट्रिक्टमा राइट क्लिक गर्ने, राइट क्लिक गरेपछि जुम टु लेयर भन्नेमा जाने अनि ठ्याक्कै यो हाम्रो लेयरमा जुम हुन्छ। हामीले जुम इन जुम आउट गर्दाखेरि चाहिँ यसको स्केल मुभ भइरहेछ, स्केल चेन्ज भइरहेछ। यो स्केल चाहिँ यता हाम्रो देखाउँछ होइन। अनि तल चाहिँ कोअर्डिनेट सिस्टमहरू देखाउँछ। मैले माउसको कर्सरहरू घुमाउँदाखेरि कोअर्डिनेट पनि चेन्ज भइरहेछ। यसले चाहिँ फिक्स लेभलमा जुम इन र जुम आउट हुन्छ है। ल अब हामीले कुनै डिस्ट्रिक्टको इन्फर्मेसन हेर्नु पर्यो है। मानौँ यो डिस्ट्रिक्ट के छ भन्नलाई मैले यो आई लेखेको छ, आइडेन्टिफाई आईमा लेखेर मैले यहाँ गयो भने चाहिँ हाम्रो यसको एट्रिब्युट खुल्छ। यसको नाम चाहिँ के रहेछ त, यो कर्णाली प्रोभिन्सभित्र डोल्पा डिस्ट्रिक्टमा रहेछ भनेर देखाएको छ। यसरी हामीले इन्फर्मेसनहरू हेर्न सक्छौँ। यो भनेको ताप्लेजुङ रहेछ भनेर हामीले हेर्न सक्छौँ। यो भनेको स्पेसियल डेटा हो। यसको एट्रिब्युट डेटा चाहिँ कहाँ हुन्छ त, यसको एट्रिब्युट टेबलमा हुन्छ। जसरी यो डिस्ट्रिक्टको डेटा अहिले हाम्रो डिस्प्ले भएको छ। डिस्ट्रिक्टमा मैले राइट क्लिक गरेर ओपन एट्रिब्युट टेबलमा अन गऱ्यो भने चाहिँ हाम्रो के हुन्छ त, यसको एट्रिब्युट टेबल अन हुन्छ। अब हाम्रो डिस्प्ले भएको डेटाको के एट्रिब्युटहरू यता रहेछ भन्दाखेरि
टोटल 77 वटा डिस्ट्रिक्ट छ हामीसँग है। एफआइडी भनेको फिचर आइडी, यो बाइ डिफल्ट चाहिँ 0 देखि स्टार्ट हुन्छ र 76 सम्म भयो अहिले हाम्रो केसमा। शेप भनेको चाहिँ हाम्रो पोलिगन शेपमा भनेर रहेछ। अब्जेक्टिभ आइडी छ, अब्जेक्टिभ आइडी फेरि छ, प्रोभिन्स छ 1 2 3 4 5 6 7 छ। यो अपडेटेड डेटा छैन है, प्रोभिन्सको नाम छैन। पीआर नेममा पीआर प्रोभिन्स नम्बर 1 छ, यो प्रोभिन्स नम्बर 2 बागमती, यहाँदेखि यहाँसम्म चाहिँ बागमती हो, फेरि गण्डकी प्रोभिन्स नम्बर 5 6 सुदूरपश्चिम प्रदेशसम्म हाम्रो यहाँ छ। हामीले यसरी सिलेक्ट गर्यो भने पनि सुदूरपश्चिम प्रदेश सेलेक्ट हुन्छ, अथवा इन्डिभिजुअली सिङ्गललाई जिल्लालाई यसरी पनि सिलेक्ट गर्न सक्छौँ। सिलेक्ट गरेर हामी यहाँ चाहिँ क्लियर सिलेक्सन पनि गर्न सक्छौँ। जुन हामीले यहाँ आईबाट क्लिक गरेर यसमा गयौँ भन्दाखेरि यसले कुन इन्फर्मेसन दिने रहेछ त, हाम्रो एट्रिब्युट टेबलमा के इन्फर्मेसन छ त्यो मात्र दिने रहेछ है। सुरुमा एफआइडी छ, पोलिगन छ, यो शेप छ, त्यसपछि अब्जेक्ट आइडी छ, अब्जेक्ट आइडी प्रोभिन्स पीआर नेम डिस्ट्रिक्ट हैन। यो टेबलको फिल्डमा के नाम छ त्यही डेटाहरू हामीलाई दिँदो रहेछ। यो मेजर भन्ने टुल छ। अब जसरी हाम्रो इस्ट टु वेस्ट टेन्टेटिभ कति रहेछ त, हाम्रो होरिजेन्टल डिस्टेन्स भनेपछि टेन्टेटिभ यति मिटर रहेछ भनेर यसरी हामीले रफली मेजर गर्न सक्छौँ है। यहाँदेखि यहाँ कति रहेछ त भन्दाखेरि एरियल डिस्टेन्स मेजर गर्नलाई सजिलो हुन्छ। अब यहाँ एरिया पनि मेजर गर्न सकिन्छ, जसरी यसरी एरिया कति आउँदो रहेछ भनेर रफली मेजर गर्न सकियो। भ्यूमा हामीले भ्यूमा गएर हेर्यौँ भने चाहिँ एउटा डेटा भ्यू हुन्छ, अर्को लेआउट भ्यू हुन्छ। अहिले हामी डेटा भ्यूमा हुन्छौँ, अर्को हुन्छ लेआउट भ्यू। लेआउट भ्यूमा गएर हामीले हेर्यौँ भने चाहिँ हाम्रो म्यापहरू एक्सपोर्ट गर्दाखेरि, नक्साहरू एक्सपोर्ट गर्दाखेरि कस्तो बनाउने हो भन्ने कुरा यहाँबाट हुन्छ। यसमा हामीले एनालाइसिसहरू गर्न सक्दैनौँ, त्यही भएर हाम्रो याद गर्नुपर्ने कुरा भनेको भ्यूमा चाहिँ डाटा भ्यूमा हुनु। अब यहाँ मेनु बारहरूमा के काम रहेछ भनेर एकछिन हेरौँ। फाइलमा गएर चाहिँ हामीले नयाँ डकुमेन्ट ओपन गर्न, सेभ गर्न, सेभेज गर्न लगायत यहाँबाट एड डाटाको अप्सन पनि छ है। यो बाहेक चाहिँ हामीले लेआउटको काम पनि गर्न मिल्छ, हामीले अघि हेरिसकेका छौँ। लेआउटमा पेजहरू र प्रिन्ट सेटअप गर्नाले हुन्छ। एडिटमा चाहिँ हामीले स्टाइल एडिटिङ गरेका छैन, त्यही भएर अहिले यो एक्टिभ भएको छैन। जब हामी काम सुरु गर्छौँ त्यो बेला चाहिँ यो कट कपी पेस्टहरू एक्टिभ हुन्छ। भ्यूमा गएर चाहिँ डाटा भ्यू र लेआउट भ्यूको काम भनेको मेनली चाहिँ यही युज हुन्छ। त्यसपछि बुकमार्कमा गएर चाहिँ केही बुकमार्कहरू राख्नु पऱ्यो भने चाहिँ यहाँबाट राख्न सक्छौँ। अर्को इन्सर्ट भन्ने छ। इन्सर्ट चाहिँ लेआउटको बेला हामी टाइटलहरू राख्न, नर्थ एरो, लेजेन्डहरू राख्नलाई बढी काम हुन्छ। त्यसपछि अर्को छ सिलेक्सन भन्ने रहेको छ। हामी सिलेक्सनबाट चाहिँ कुनै पनि हाम्रो डाटाबेसमा भएको डाटाहरूलाई सिलेक्ट गर्न सक्छौँ। जसरी सिलेक्ट गर्ने अप्सन चाहिँ एउटा सिलेक्ट बाई एट्रिब्युट्स भन्ने छ, अर्को सिलेक्ट बाई लोकेसन भन्ने छ। सिलेक्ट बाई एट्रिब्युटमा गएर है मैले चाहिँ सिलेक्ट गर्न सक्छु। यहाँ जसरी लेयरमा हाम्रो लेयरमा के छ त, अहिले डिस्ट्रिक्ट छ, बाउन्ड्री छ, प्रोभिन्स छ, लोकल लेभल छ। अहिले म डिस्ट्रिक्ट लेभलमा काम गरिरहेको छु भने चाहिँ मैले डिस्ट्रिक्ट चुज गर्छु। त्यसपछि मैले के सिलेक्ट गर्ने हो भनेर मैले यसरी चुज गर्नुपर्ने हुन्छ। जसरी डिस्ट्रिक्टमा हाम्रो फिल्ड भ्यालुहरू एफआइडी थियो, अब्जेक्ट आइडी थियो है, त्यसपछि प्रोभिन्स, पीआर नेम, डिस्ट्रिक्टहरू थियो होइन त। अब डिस्ट्रिक्ट भन्ने लेयरमा मैले डिस्ट्रिक्ट इक्वल्स टु गेट युनिक भ्यालुज गर्छु र बैतडी भनेर सिलेक्ट गर्छु है। एकछिन यहाँ ध्यान दिनु होला। डिस्ट्रिक्टमा म डबल क्लिक गर्छु, इक्वल्समा सिङ्गल क्लिक, अनि बैतडीमा डबल क्लिक गर्छु। त्यसपछि म ओके गर्छु। यसो गर्दाखेरि ब्याकग्राउन्डमा बैतडी भन्ने जिल्ला सिलेक्ट भइसकेको छ। अब यसरी सिलेक्ट गर्दाखेरि एट्रिब्युटमा के चेन्ज हुन्छ त हामी त्यहाँ हेरौँ है। यसको एट्रिब्युट टेबल खोल्नलाई लिस्टमा मैले राइट क्लिक गर्छु, ओपन एट्रिब्युट टेबलमा जान्छु। हामीले यहाँ देख्यौँ है 1 आउट अफ 77 सिलेक्टेड भनेर भनेको छौँ। मैले यहाँ क्लिक गरेर भने चाहिँ सिलेक्ट भएको के रहेछ त, बैतडी डिस्ट्रिक्ट सिलेक्ट भएको रहेछ। यसरी हामीले केही सिलेक्ट गर्न सक्छौँ र यहाँबाट चाहिँ अनसिलेक्ट यहाँबाट नि गर्न सकिन्छ। अब सिलेक्ट गर्ने यहाँबाट नि सिधै इन्डिभिजुअली सिलेक्ट गर्न सकिन्छ है। यो चाहिँ डिटेलमा हामी भोलि हेरौँला। यहाँ सबै सिलेक्ट हुने भयो, यसलाई अनसिलेक्ट हुने भयो। पछि हामीले सिलेक्ट यहाँबाट नि गर्न सक्छौँ। सिलेक्ट फिचर भन्ने छ, सिलेक्ट फिचर यहाँबाट नि गर्न सक्छौँ कुनै एउटा फिचरहरूलाई। अहिले अरू लेयर अफ गरिदिउँ।
हैन यसरी डिस्ट्रिक्ट सिलेक्ट हुने हो र अनसिलेक्ट भनेको ठ्याक्क क्लियर सिलेक्टेड फिचर भन्ने छ यो टुल बार चाहिँ तपाईको टुल्स टुल बार चाहिँ इन हुनु पर्यो योबाट सिलेक्ट गर्न सक्यो त्यस्तै अब हामी सिलेक्सनमा एट्रिब्युटमा फेरि हामी अर्को हेरौँ अब पीआर नेम यसलाई मैले डिलिट गरिदिएँ पीआर नेम यहाँ इक्वल्स टु गेट युनिक भ्यालुज गरेर 7 गरेर चाहिँ ओके गरेर चाहिँ के भयो त अब सुदूरपश्चिम प्रदेश भित्रका सबै जिल्लाहरू सिलेक्ट भए यसरी चाहिँ हामी सिलेक्ट गर्न सक्छौं अब मलाई चाहिँ यो डाटा मात्रै छुट्टै शेप फाइल चाहियो भन्नलाई मैले के गर्नुपर्छ भन्दाखेरि राइट क्लिक गरेर डाटामा जान्छु एक्सपोर्ट डेटामा जान्छु त्यसपछि एक्सपोर्ट गरेर मैले राख्ने कता हो भनेर भन्छ हैन अहिले मैले एक्सपोर्ट गर्न खोजेको के हो त सिलेक्टेड फिचर सबै फिचर हैन कि सिलेक्टेड फिचर जुन अहिले ब्याकग्राउन्डमा सिलेक्ट भएको छ त्यो फिचर मात्रै मैले छुट्टै शेप फाइलमा राख्न खोजेको छु यहाँ लोकेसन भनेको छ मैले लोकेसनमा क्लिक गर्छु लोकेसन चाहिँ मैले के राख्छु त अघि सुरुमै हामीले दिएको थियौं यो भित्र चाहिँ मैले यहाँ के नाम दिन्छु सुदूरपश्चिम भनेर दिए र शेप टाइपमा हाम्रो चाहिँ शेप फाइल हुनु पर्यो यो कुरा याद गर्नु पर्यो अब शेप गरिदिन्छु ओके गरिदिन्छु डु यु वान्ट टु एड भनेर भन्छ यस गरिदिन्छु अब मेरो हेर्नुस् त के हो डिस्ट्रिक्ट भन्ने मैले अफ गरे भने चाहिँ सुदूरपश्चिम भन्ने प्रोभिन्स मात्रै के भएको छ त छुट्टै शेप फाइलमा बनाएको छ यसमा मैले एट्रिब्युट टेबल खोले भने चाहिँ हाम्रो जुन जुन यो डिस्ट्रिक्ट भन्ने लेयरमा थियो हेरौँ त त्यो लेयरको सबै इन्फर्मेसन आएको छ तर सुदूरपश्चिम प्रदेशको मात्रै आएको छ यसरी पनि हामी सिलेक्ट गरेर कुनै एउटा फिचरहरु एक्सपोर्ट गर्न सक्छौं सिलेक्सनबाट त्यस्तै तपाईहरुले पनि आफ्नो स्थायी प्रोभिन्स तथा जिल्लाहरुको शेप फाइलहरु एक्सपोर्ट गरेर हेर्नु होला यो बाहेक सबैमा हेर्न सकिन्छ यहाँ जियो प्रोसेसिङ टुल छ त्यसपछि यसमा चाहिँ विभिन्न हामीले भेक्टर एनालाइसिसहरु बफर क्लिक गर्ने जस्ता टुलहरु हामी हेर्छौं कस्टमाइजमा गएर विभिन्न यो टुल्स बारहरु जुन हामीले अगाडि चर्चा गरेका थियौं यहाँ खाली ठाउँमा राइट क्लिक गरेर पनि आउँछ भनेको थियौं त्यो चाहिँ कस्टमाइज गरेर टुल्स बारमा पनि त्यो छ त्यस्तै विन्डोजमा गएर टेबल अफ कन्टेन्ट क्याटलगहरु चाहिँ यहाँबाट हेर्न मिल्छ अब तपाईहरुको टास्क भनेको चाहिँ बाउन्ड्री लेयरलाई अन गर्नु पर्यो यसको एट्रिब्युट के छ त्यो हेर्ने प्रोभिन्स लेभलको एट्रिब्युट टेबलमा के छ हेर्ने र लोकल लेभलको एट्रिब्युट टेबलमा के छ त्यो हेर्ने अनि लोकल लेभलबाट पनि तपाईले आफ्नो स्थानीय तहको डेटा एक्सपोर्ट गर्नु पर्यो प्रोभिन्सबाट आफ्नो प्रोभिन्सको डाटा एक्सपोर्ट गर्नु पर्यो जिल्लाबाट आफ्नो जिल्लाको डेटा एक्सपोर्ट गर्नु पर्यो यो चाहिँ हाम्रो डाटा रहेको छ पहिला सिलेक्ट भएको छ हामीले चाहिँ कुनै पनि काम गर्दाखेरि यो सिलेक्टलाई चाहिँ अनसिलेक्ट गर्नुपर्ने हुन्छ है यो चाहिँ अनसिलेक्ट यहाँबाट गर्न सक्छौं सिलेक्ट भयो भने चाहिँ अलि हाइलाइट हुन्छ र यस्तो कलर हुन्छ यो चाहिँ अनसिलेक्ट हो है सिलेक्ट र अनसिलेक्ट भएको चाहिँ कसरी चिन्ने एउटा यो हाइलाइट हुन्छ र अर्को चाहिँ एट्रिब्युट टेबलमा गएर चाहिँ हामीले के हेर्न सक्छौं सिलेक्टेड भनेर अहिले सुदूरपश्चिम सिलेक्टेड भएन है अरु सबै लेयर छन् त्यही भएर अरु लेयरको सिलेक्ट भएको छ हामीले यहाँबाट गएर ओपन एट्रिब्युटमा गएर यसरी सिलेक्ट कुन हो भनेर पनि हेर्न सक्छौं ल अहिले सबै लेयरहरु अन गरेपछि कन्फ्युजन होला मैले प्रोभिन्स लेयर मात्रै अन गरे प्रोभिन्स लेयरमा अहिले एउटा प्रदेश सिलेक्टेड छैन अहिले एउटा छ अब मैले एट्रिब्युट टेबल अन गरे भने चाहिँ सुरुमा हामीले के थाहा पाउनु पर्यो त FID भनेर 0 देखि काउन्ट भएको छ शेप भनेको पोलिगन शेप हो अब्जेक्ट आइडी 1 र अब्जेक्ट आइडी भनेर 1 देखि 7 सम्म छ प्रोभिन्स भनेको 1 देखि 7 सम्म छ र पीआर नेममा चाहिँ प्रोभिन्स नेमहरु छ तर प्रोभिन्स नेम पनि अपडेटेड छैन प्रदेश नम्बर 2 5 को अपडेट छैन है अहिले हाम्रो जसरी 3 नम्बर प्रदेश सिलेक्ट भएको छ भने चाहिँ हाम्रो यहाँ 3 नम्बर प्रदेश बागमती पनि यसरी सिलेक्ट भएको हुन्छ र अर्को यहाँबाट पनि हामी हेर्न सक्छौं 1 आउट अफ 7 सिलेक्टेड भनेर भने मैले यहाँ क्लिक गर्यो भने चाहिँ के सिलेक्ट भयो त्यति मात्र देखिन्छ यता क्लिक गर्यो भने चाहिँ हाम्रो ओभरअल सबै एट्रिब्युटहरु देखिन्छ स्विच सिलेक्सन भन्ने छ स्विच सिलेक्सनमा के हुन्छ भन्दाखेरि जस्ट अपोजिट हुन्छ जसरी अहिले 2 नम्बर यो FID 2 भएको भन्नाले बागमती प्रदेश मात्रै सिलेक्ट भएको छैन त अब मैले स्विच सिलेक्सन गर्यो भने के हुन्छ त 3 बाहेक अरु सिलेक्ट हुन्छ फेरि स्विच सिलेक्सन गर्यो भने चाहिँ त्यो बाहेक
अरु सिलेक्ट हुन्छ। यो भनेको अनसिलेक्ट भइ नै हाल्यो। हामीले सिलेक्ट गर्नु यहाँबाट पनि सिलेक्ट गर्न सक्छौं। यसरी मल्टिपल सिलेक्ट पनि ड्र्याग गरेर अथवा यहाँबाट कन्ट्रोल गरेर कन्ट्रोल र लेफ्ट क्लिक गरेर यसरी सिलेक्ट गर्न सक्छौं। जसरी हामीले सुरुमा यता सिलेक्सनबाट सिलेक्ट बाइ एट्रिब्युट बाट जुन हामीले हेरेका थियौं यो अप्सन चाहिँ हामीले एट्रिब्युट टेबलबाट पनि हेर्ने अप्सन हुन्छ। जसरी म यसलाई अनसिलेक्ट गर्छु, सुरुमा प्रोभिन्समा मैले राइट क्लिक गर्छु, त्यसपछि ओपन एट्रिब्युट टेबलमा जान्छु। ओपन एट्रिब्युट टेबलमा गएपछि सुरुमा मसँग के अप्सन छ एकैछिन हेरौं। यहाँ टेबल अप्सनमा क्लिक गर्यो भने चाहिँ यो आइकनलाई टेबल अप्सन भन्छ। दोस्रोमा सिलेक्ट बाइ एट्रिब्युट्स भन्ने छ। सिलेक्ट बाइ एट्रिब्युट्स गयो भने हेरौं त हाम्रो सुरुकै आइकन खुलिसकेको छ। अब मैले पीआर नेममा डबल क्लिक गर्ने हो नि त। यहाँबाट केही मैले सर्च गर्नु पर्यो भने चाहिँ पीआर नेममा डबल क्लिक गर्छु, इक्वल्समा सिंगल क्लिक, गेट युनिक भ्यालुज गर्छु। त्यसपछि मैले बागमती प्रदेशलाई सिलेक्ट गर्नु पर्यो भन्दाखेरि यहाँ डबल क्लिक गर्छु, एप्लाई गर्छु अनि हेर्नुम त ठ्याक्कै एउटा सिलेक्ट मात्रै भइसक्यो। यसरी पनि हामी काम गर्न सक्छौं। यो स्विच सिलेक्सन भयो हाम्रो, यो अनसिलेक्ट भयो। अब जसरी एउटा सिलेक्ट भएको छ हाम्रो म्याप चाहिँ एकदम धेरै जुम आउट अथवा जुम इन भयो भने चाहिँ मैले यसलाई मात्रै जुम इन गर्न कसरी हेर्नु पर्यो भन्दाखेरि यहाँ राइट क्लिक गर्ने अनि जुम टु सिलेक्टेड गर्नु चाहिँ ठ्याक्कै जुन सिलेक्ट भयो त्यति मात्रै जुम इन हुन्छ। त्यस्तै अब यसमा विभिन्न अप्सनहरु छ। स्विच सिलेक्सन यहाँबाट पनि गर्न मिल्छ। यो बाँकी अप्सनहरु चाहिँ हामी पछि हेर्ने छौं। हाम्रो सेभ फाइलहरु छ, यो कुन प्रोजेक्सन सिस्टममा छ, के प्रोपर्टी छ भनेर पनि हेर्नुपर्ने हुन्छ। जसरी हाम्रो तल मिटरमा दिएको छ, यो कोअर्डिनेट सिस्टम भनेको कुनमा रहेछ त हामीले थाहा पाउनु पर्ने हुन्छ। त्यसको लागि यो प्रोभिन्स भन्ने छ, प्रोभिन्समा मैले राइट क्लिक गर्छु अनि प्रोपर्टिज भन्ने छ। प्रोपर्टिजमा गएर मैले हेर्यो भने हामी कहाँ विभिन्न इन्फर्मेसन आउँछ। जसरी जेनरलमा के आछ भन्दाखेरि लेयर नेम प्रोभिन्स छ भन्ने कुरो छ। त्यसपछि सोर्समा हेरौं त हाम्रो यो प्रोभिन्स भन्ने डाटाको टप एक्सटेन्ट भनेको सबभन्दा उत्तरी भाग यो पोइन्टमा पुगेको छ, यो कन्ट्रोल पोइन्टमा पुगेको रहेछ। सबभन्दा दक्षिण यता, सबभन्दा पूर्वी यता र सबभन्दा पश्चिमी एक्सटेन्ट भनेको यहाँ रहेछ है। हाम्रो डाटा टाइप भनेको चाहिँ शेप फाइल रहेछ। यो पोलिगन छ हाम्रो चाहिँ डी भित्र अनलाइन भित्र यो कुन फोल्डरमा छ भन्ने कुरो यहाँ दिएको छ। कोअर्डिनेट सिस्टममा जेड भ्यालु छैन भनेर भन्छ। त्यो बाहेक हामीसँग कुन प्रोजेक्सन सिस्टममा रहेछ त यो यता लेखा छ हाम्रो WGS 1984 UTM जोन 45 नर्थ ट्रान्सभर्स मार्केटर भनेर भन्छ। भन्नाले यो UTM सिस्टममा रहेछ, यहाँ नेपालको छैन। त्यसपछि सिलेक्ट भएको कस्तो सिम्बलले देखाउने भन्ने कुरो छ। यो भइहाल्यो है। अब हामीले यसमा केही लेभलहरु गर्नुपर्ने हुन्छ। जसरी मैले अनसिलेक्ट गरे, प्रोभिन्स नेममा ओपन एट्रिब्युट टेबल हेर्यो भने चाहिँ मैले अब प्रदेशको नामहरु देखाउनु पर्यो भने चाहिँ म के गर्छु भन्दाखेरि राइट क्लिक गर्छु, प्रोपर्टिजमा जान्छु, त्यसपछि म लेभलमा जान्छु, लेभलको लेभल फिचर गर्छु। यहाँ चाहिँ के देखाउने त पीआर नेम देखाउने भनेर मैले एप्लाई ओके गर्नु भने चाहिँ हाम्रो प्रदेशको नामहरु ब्याकग्राउन्डमा देखिएको छ। यहाँ सिम्बोलोजीमा एउटा ठुलै एउटा छुट्टै सेसन छ हाम्रो, छुट्टै सेसन लिउँ गरौँला, यसमा चर्चा गरौँला। अहिलेलाई यति नै गरौँ। यसमा यसरी काम गरेपछि हामीले चाहिँ फाइलमा गएर डकुमेन्टलाई चाहिँ सेभ गर्नुपर्छ। सेभ गरेर क्लोज गर्नु होला। यो सुदूरपश्चिम भन्ने मैले सेभ फाइल बनाएको थिएँ। यो एउटै फाइल हो, यसको सपोर्टिङ फाइलहरु हुनुहरु। यो इन्टरफेस भन्ने .mxt भन्ने छ, यो चाहिँ JS डकुमेन्ट हो। अब मैले यसरी डकुमेन्ट नै सेभ गर्यो भने चाहिँ डकुमेन्टमा डबल क्लिक गर्यो भने चाहिँ हाम्रो डकुमेन्ट खुल्छ। आजलाई यति गरौँ। धन्यवाद।